हेलो एभ्रिवान साथीहरू र ह्याप्पी दिवाली सबैजनालाई है। र अब चाहिँ म चाहिँ भैलिनी खेल्नको लागि रेडी हुने। म चाहिँ कति 3 वर्ष जस्तो भइसकेको थियो हैन भैलिनी नखेलेको। अनि योपालि पनि खेल्दिनँ भनेर सोचेको थिएँ। यहाँ मेरो भाउजूहरूले सबैजनाले खेलौँ भन्यो नि त, त्यही भएर चाहिँ म पनि खेल्ने। अब रेडी भएर देखाउँछु ल साथीहरू। हुनु चाहिँ अब भोलि भन्छ कतिजनाले हैन, अन्त कहिले आज भन्छ, तर अब हामी चाहिँ आज नै खेल्ने हो। सो त्यही हो, अहिले भेटौँ न साथीहरू। साथीहरू म चाहिँ रेडी भएँ मलाई चाहिँ सिङ्ग्रीले पुरा मनपर्छ है साथीहरू। यस्तो चाडबाडतिर होइन साथीहरू। म चाहिँ निस्केको हो, भाउजूलाई पर्खिरहेको थिएँ, पर्खिँदा पनि म चाहिँ खाना बनाउँदै रहेछ हो। म चाहिँ निस्केको साथीहरू, पर जानु अरे हो। निस्केको साथीहरू, निस्केको झिलिमिली भइरहेछ। हाम्रो चाहिँ छैन यतापट्टि घरमा चाहिँ आमा एला म गए झिलिमिली छ रुखमा। एक ग्रुपमा 10 जना छौँ हामी साथीहरू हो। यहाँ चाहिँ मेरो कतिजना 2 जना भाउजू हुनुहुन्छ हो, एउटा सोल्चिनी अनि एउटा दिदी हुनुहुन्छ। अरू यता शेर्पा ड्रेस, यता तामाङ ड्रेस हो। हामी यता चाहिँ यता गुरुनी पर्यो भाउजू हो। यहाँ हुन्छ भाउजू हो, त्यसो त बुढी अनि ए औसी बारो गाइतियारो बैनीमा चुरा धेरै हौन आशिषै दिउँ आशिषै त्यसै गरेका परिवारलाई आशिषै दिउँ आशिषै दिउँ त्यसै गरेका परिवारलाई त्यसैमा अब चाहिँ हामी हाम्रो लाइनपट्टिको हेर्नुहोस्, हाम्रो लाइनपट्टि उतापट्टि सकिसक्यौँ हामीले, यता लाइन सक्यौँ हो। अब चाहिँ हामी यहाँनिर गर्ने अनि त्यसपछि उता जाने साथीहरू। अब चाहिँ हामी यहाँनिर पसेको इन्ट्री भएको है लाइनपछि। ए औसी बारो गाइतियारो बैलो ए लाइस लाउँदैछ यहाँ। म चाहिँ घर आइपुगेँ हो। अब लुगा फेर्ने, फेरेर फेरि जाने, अर्को गाउँ पनि जानु भन्दैछ त नयाँ बस्ती। त्यही भएर मलाई साह्रो लामो झ्याउ लाग्यो क्या। अनि उचाल्नु हुनु अनि चाहिँ म चाहिँ लुगा फेर्ने साथीहरू, अनि चाहिँ निस्किन्छु है। निस्केको लुगा चेन्ज गरेर पनि अब चाहिँ निस्केको। यहाँ त सकेको छैन, यहाँ सकेपछि जाने।
हामी चाहिँ सीतापुरकोबाट निस्केको हामी चाहिँ यहाँ डान्सहरू गऱ्यौँ हो आशिषहरू दियौँ उयो गऱ्यौँ अब चाहिँ हाम्रो लगभग सक्नु आँट्यो कुमालीमा हो त्यसपछि सकेपछि खिच्दैन लु साथीहरू हाम्रो चाहिँ अब प्लानिङ थियो उता जाने नयाँ बस्ती हो क्यान्सल भयो किनभने अहिले बज्दैछ तपाईँको रातिको 12 बज्यो होइन अनि फेरि राति त्यता जानु अप्ठ्यारो हुन्छ त्यही भएर चाहिँ नजाउँ भनेको मैले नि नजाउँ भनेको हो यही अब एउटा कि दुईटा घर छ त्यसपछि हामी सकियो है साथीहरू हेर्दै गर्नुहोस् तपाईँलाई देखाउँदैछु साथी हो सक्यो आजको लागि यति नै तपाईँलाई कस्तो लाग्यो नेक्स्ट ब्लग